पिज्जा खान्छु बहिनीले त यस्तो पिज्जा देखेको थिएन होला है अहिलेसम्म एक्सन यसको चेन चाहिँ बन्द गर्नु ओ चेन बन्द गर अरे हौ अन्त आजको भिडियोमा चाहिँ हामी के देखाउन जाँदैछ भन्दाखेरि चाहिँ हामी बिहाइन्ड द सिन्स है अब तपाईँहरूको इन्स्टाग्राममा तपाईँहरूले हाम्रो भिडियो त हेरिरहनु भएको होला हामी कसरी खिच्छौँ होइन एक्टिङ गर्दाखेरि कति खेप टेक गर्नुपर्छ तपाईँहरूलाई त्यो देखाउन जाँदैछौँ है र अहिले चाहिँ हामी गाडी लिएर आइरहेको छौँ यहाँनिर होइन कालिम्पोङ तपाईँको यहाँनिर 8 माइल तल्लोपट्टि अन्त यहाँनिर चाहिँ कृति बहिनीलाई पर्खेको है कृति बहिनी चाहिँ यहाँनिर तलनिर घरमै छ भनेको थियो नि त अन्त कृति बहिनी अब एकछिनबाट आउँछ अन्त त्यहाँबाट चाहिँ हामी जानुपर्ने हुन्छ आज हाम्रो नभनेको पनि तपाईँको 3टा जस्तो सुट छ हो अन्त 3टा जस्तो सुट चाहिँ गर्नुपर्ने हुन्छ र रिवर्स अन्त आज मेरो युट्युब ब्लगमा के भन्नु छ सबैजनाले हेरिदिनु हुन्छ यहाँ हेरेर भन्न क्यामेरामा सबैजनाले हेरिदिन्छ होला भनेर म आशा राख्छु हो यहाँ हेर न यहाँ अन्त भन न यहाँ हेरेर भन न सबैजनाले हेर्छ भनेर म आशा राख्छु हो यहाँ हाम्रो युट्युबमा 1 लाख पुग्न रहेछ जल्दी जल्दी पुऱ्याइदिनुहोस् हो छिटो छिटो पुऱ्याइदिनुहोस् यहाँ असिम भ्लग्सलाई पनि 1-2 शब्द असिम भ्लग्सलाई के भन्नु छ अन्त मलाई के भन्नु छ भन्नेमा गरम चाहिँ साह्रै छ है पर्खिरहेको छ बहिनी ढिलो साह्रै आयो हो बहिनीलाई पर्खेको निकै आधी घन्टा जस्तो भइसक्यो आइपुग्दैन बहिनी ल त गाइस है अब बहिनी आइसकेर चाहिँ हामी पनि टक्कै सुटमा जानेछौँ होइन र मेरो चाहिँ अब युट्युबमा म बिस्तारै बिस्तारै भ्लग पनि सुरु गर्दैछु तपाईँहरूले युट्युबमा जोडिनु भएको छ भने है तपाईँहरूले लाइक सेयर सब्सक्राइब पनि गर्दै गर्नुहोस् होला अब युट्युबमा पनि भ्लग बबाल बबाल आउनेवाला छ है भाइ हेलो भनिदियो यहाँ पनि हाम्रो भिडियो हेर्छ होइन भाइहरूले कस्तो लाग्छ अन्त दामी लाग्छ यसरी सपोर्ट गर्नु होला अझै ल कता गएको अन्त गोली खेल्नु ए ल ल बिस्तारै जाऊ ल यहाँ चाहिँ हाम्रो कृति बहिनी पनि अहिले भने चाहिँ आइसकेको छ हो भर्खर आइपुगेछ बहिनी पनि एकदम नुहाइधुवाइ गरेर आएको रहेछ हो लु दैलो खोलिदेऊ त लु ड्राइभर साहब ल यो चाहिँ बहिनी यो चाहिँ मेरो युट्युबमा 100K पुग्नु आँटेको छ होइन यो चाहिँ मेरो अब कस्तो खालको भ्लग भन्दाखेरि चाहिँ नि अब बिहाइन्ड द सिनहरू अब सबै क्याप्चर हुन्छ यसमा चाहिँ आज चाहिँ अब कसरी भिडियो बनाउँछौँ हामीले अब धेरैजनाले एउटा इन्क्वायरी हुन्छ नि त होइन के भन्नु चाहन्छौ मेरो भ्लगमा अब मेरो त अब 100K प्ले बटन झर्नु आँटेको छ हाम्रो टिमको के भन्नु चाहन्छौ 1-2 शब्द झारौँ नि अब छिटोभन्दा छिटो फलोवर्स बढाइदिनु अझै अन्त अरू अझै के भन्नु छ सपोर्ट गरिदिनु अन्त अरू त के भन्नु अहिले मेरोमा कन्फिडेन्ट आएको छैन किन के भयो क्यामेराको छेउमा बोल्ने रिवर्सले भ्लग बनाएर मलाई लाज लागेको त्यो के भन्छ अहिले त फेरि आइपुग्यो हामी भन्नु लागि जाँदैछौँ ल अहिले चाहिँ हामी सबैजना चढिसकेको छ हो अब गएर चाहिँ हाम्रो तलनिर सुट गर्नुपर्ने हुन्छ तल एउटा पार्कमा गर्नुपर्ने हो बहिनी अहिले चाहिँ हामी यहाँनिर उत्रिसकेको छौँ अस्तिनिर हामीले एउटा सुट गरेको यहाँनिर पनि दामी भ्युज गएको थियो है यहाँनिर गरेको पनि हो अन्त अब चाहिँ फेरि हामी यहाँनिर भिडियो बनाउनु गएको यता कृति बहिनी आज 3टा छ कि भइहाल्छ एकछिनमा हामी त फेरि आज अर्को ठाउँ पनि जानुपर्ने छ हो अन्त असिम भ्लग्स आजको सुटको लागि तिमी कतिको छौ एकदम रेडी हो ल तपाईँहरूलाई होइन अब झन् बबाल भिडियोहरू ल्याउँछौँ हामीले होइन र यो युट्युब च्यानललाई चाहिँ तपाईँहरूले फलो सब्सक्राइब गरिराख्नुहोस् होला है ल जाउँ भित्र अब यतैभित्र बनाउनु पर्ने छ आजको चाहिँ बोले किन अलिकति सबै लेखेकोहरू सानो सानो अन्त यसको यो छ नि योहरू पनि सानो पाउँदो रहेछ मेरो त्यही यत्रो तर मेड इन भियतनामै छ हेर्नु नै माया लाग्दो भइरहेको छ चप्लीको हालत त अस्ति त कस्तो दिँदै थियौ त तिमीले त अन्त हो चप्ली त हेर्नुहोस् है गाइस अस्ति कति सौको अस्ति 2500को चप्ली भन्दा मलाई कस्तो धम्किदिएको हो रिवर्स भ्लग्स चप्ली हेर्नु यहाँनिर हो अब रिवर्सको भ्लग सुरु भयो यसको भ्लग सुरु भयो अब सुरु भयो गाडी देखाएको त्यसले गाडी देखाएको यसलाई 1-2 शब्द राखिदियो त यहाँनिर सानो एउटा चेन बन्द गर अरे हौ कस्तो खालके मान्छे रहेछ हौ यो त सारा संसारले हेर्छ नि हो जुङ लु सकिहाल्नु पर्छ है ओके हुन्छ सकिहाल्छ 2-3वटा पो सुट गर्नु छ तपाईँहरूलाई अब बिहाइन्ड द सिन पनि देखाउने छ है हाम्रो कस्तो हुन्छ भनेर है तपाईँहरू सबैले सोधिरहनु भएको थियो होइन कस्तो हुन्छ भाइ देखाउ न मलाई भनेर हामीलाई भनेर होइन
ब्लग नगरेको धेरै दिन भएर चाहिँ म अलिकति बोल्दा अब लटपडिँदैछ मुखहरू पनि हो। हामी चाहिँ फाइनली यहाँ आइसकिसकेको सुट गर्नुपर्ने चाहिँ यहीँनिर हो। यो पनि तपाईँले थाहा यसलाई त के भन्छ बहिनी 3 मेल कति भन्छ 6 मेल 8 मेल कति हो 7 मेल सरी 7 मेल है। अम्बो यहाँ त ट्री हाउस बनायो भने त दामी हुने रहेछ त अन्त है 60 ठाउँ अब मैले बनाएँ भने मजा होला यहाँनिर चाहिँ अब ट्री हाउस चाहिँ है। र जतिजनाले पनि यहाँ कालेबुङबाट हेर्नुहुँदैछ है तपाईँहरूले पनि धेरै सपोर्ट गरिरहनु भएको छ यसरी नै अझै सपोर्ट गर्नुहोस् होला। हाम्रो यता रिवर्स ब्लग्सले चाहिँ फेसबुकबाट पेमेन्ट आउने बित्तिकै हन्टर बाइक चाहिँ झिक्ने भन्दैछ। कुन चाहिँ मेटियर बहिनी भनेपछि यसलाई साह्रै ठुलो आश चाहिँ अहिले नदेखाउँ भन्नुपर्ने है। त्यही त तपाईँले भन्यो तपाईँको पेमेन्ट कति पायो होइन मैले भनेको अलिक कम्ती नै पाउँछ भनेर यो चाहिँ मजाले सोच्यो नि त यिनी चाहिँ भनेपछि बोडा आउँछ लागेर बस्दा पनि सोचेको भइगयो यस्तो गलत मान्छेहरू गलतै हुन्छ भन्ने हो नि यो हुने नातिको मान्छे हो हुने नातिको हो यो मती भन्छ ओ तिमीलाई त चारैपट्टिबाट अन्तरले आयो भने चाहिँ फेरि नडुलाउने होइन म त हेर्न जान भने किन्छु म अब यो ब्लग त होइन नि यो त युट्युबमा पस्ने ब्लग हो युट्युबमा पस्ने ब्लग हो यो त अब पस्छ नि हाम्रो रिवर्सको रियालिटी चेक अब यो चाहिँ होइन यसो अब जस्तो छ मान्छेले त्यस्तो देखाउनु भन्छ नि त किनभने होइन के कसो भन्नु तपाईँ अब चाहिँ हाम्रो एउटा टेक हुँदैछ हो र यसमा चाहिँ अब बियरको बोतल फुटाएको छ र तपाईँहरू अब यहाँको कोही वरिपरिको मान्छेले यहाँनिर अब बियरको बोतल फुटाएर यिनीहरूले त्यति गयो भन्दाखेरि चाहिँ हामी जाँदैनौँ हामी सबै उठाएर लान्छौँ होइन जस्ट एउटा टेकको लागि मात्रै फुटाएको हामीले यो बियरको बोतल अन्त तपाईँहरूले बियर पनि खासमा नखानुहोस् होला हामीले जस्ट एउटा टेकको लागि मात्रै लु खाली चाहिँ बोतल छ नबोला र एकछिन गाइस ल तेरो घडी अलिक पछि गर्नु छ रोलिङ त्यो बियरको उता ट्याग उता गर्न त्यस्तो रोलिङ क्यामेरा एन्ड एक्सन उठाइदेऊ न यो उठाएको गर न प्लास्टिक प्लास्टिक उयो न उपरको त्यो प्लास्टिकहरू हात काट्छ बिस्तारै गरौँ है अहिले कहाँतिर त्यो उयोतिर फ्याँकिदिनुपर्छ हौ डस्टबिनतिर पनि फ्याँकिदिनु ओडातिर होइन त्यस्तो त्यो चाहिन्छ नि यो त माथिको चाहिन्छ यो अरू झुटा हात काट्छ बिस्तारै यस्तो त पहिला हामीले सानोमा नि बहिनी के भन्नु यस्तो उपत्रो कि अब हाम्रो घरतिर चाहिँ अब ओडारतिर बियरको बोतल फ्याँक हुन्थ्यो नि त कि मेरो साथी र मैले चाहिँ नि नभनेको 80-90वटा बियरको बोतल यहाँ त यहाँ बोल्दैछु म एकछिन पर्खिन 80-90वटा बियरको बोतल चाहिँ नि यसो ओडालो फ्याँकेर फुटाइदिएको कि 3 दिन चुटा खाएको छु मैले बियर गर्दाखेरि मात्रै ठिक्कै पर्यो तँ चाहिँ के अरे त्यो खान्छस् अरे खाइदे त लु अब भर्खर त यसको खायो भने त झन् होचो हुन्छ अझै काटेर यो खाता कतै गोरो हुन्छस् कि अब म त भाइ अब तेरो त अप्सन छैन नि म त लु बरु सर्जरी गरेर यो नहाल्न भन्छु यो चाहिन्छ अरे हौ भ्लग्सको लागि सो गाइस उठाउँदैछ है यहाँ सबैले भन्दै भन्यो हो हात काट्छ बिस्तारै उठाउनु त्यसको लागि चाहिँ अन्त हाम्रो गाउँमा चाहिँ नि दसैँ तिहारमा चाहिँ यस्तो चाहिँ होइन नि टुटेको होइन नि फेरि डल्लै बियर चाहिँ बेच्छ डल्लै बियर अरे हाम्रो गाउँतिर त बेच्दैन खाली बोतल बेच्छ भनेको तैँले खाएको कति चा बोतल खाइस् तँ जस्तो मथुवा जस्तो लाग्यो बहिनी चा त तिमीले खान्छौ त रक्सी अम्बो यो चाहिँ हाल्ने भ्लगमा बोलेको रहेछु यसले चाहिँ ढुङ्ग्रो उडाएको मात्रै याद छ ढुङ्ग्रो प्लास्टिक यहाँ मान्छेले आएर एउटै हेरेर भिडियो हाल्दैन रड्दिनु त्यस्तो टिपिदिन्छु तर म कि सम्म टिप देख्छ है गाइज यसलाई म तर सेफ ठाउँमा राख्छु अनि ब्यागमा हालेर म चाहिँ यो भन्दा पनि बेस्ट के लाग्यो भन्दा उयो बोतललाई काटेर बरु भन्दा डल्लै बोतलमा हाल्यो भने बेस्ट हुँदैन अहिले पर्ख न यो टिभी सकिहालौँ पहिला अब हेर्नुहोस् है त हाम्रो कसरी टेक हुँदैछ ल तिमीले फर्स्ट भन्नु पर्यो सरी यदि गल्ती भइहाल्यो माफ गरिदेऊ न ल माया लाग्दो पाराले ल यता उकालो हेर्नु ल नहाँसिदिने ल रोलिङ क्यामेरा एन्ड एक्सन So guys, this is a second shoot. म चाहिँ माइक निकाल्दैछु अहिले
अब हुन्छ त्यसको ल अब चाहिँ संयोग दाको सुट छ यहाँ असिम ब्लग इज द ब्लगर ए ब्लगर पो अरे के बोलेको हो के बोल्यो भाइ क्यामेराम्यान भनेको हेर मैले यो सिसाको बोतललाई फुटाइदिएँ अब यसमा जति नै सरी भने पनि यो जोडिनु सक्दैन त्यस्तै गरी तेरो र मेरो माया अब कहिले पनि अब तिमी साह्रै हल्ल्यौ ए ल दामी भइदिएको थियो तर हो सरी भने पनि फेरि जोडिनु सक्दैन त्यस्तै गरी तेरो र मेरो माया पनि कहिले जोडिनु सक्दैन त्यस्तै गरी तेरो दादाले बिर्स्यो अन्त ऊ हल्लियो पनि पुरा ए ऊ चाहिँ अब सानो छ भन्दैमा म अटिहाल्छ जहाँ पनि ऊ चाहिँ यत्रो छ नि त उसलाई चाहिँ अब कोही मान्छेहरूले चाहिँ खालि फोनहरूतिर मात्रै देखेको छ भने चाहिँ झुक्किन्छ नि केटीहरू चाहिँ स्पेसली झुक्किन्छ किनभने ऊ चाहिँ मेरो हाइटभन्दा पुड्को छ हो सो हात उचालेर चाहिँ गाइज अलिकति हुन्छ गाइज म चाहिँ लिटरली सबैलाई थाहा भएकै कुरा हो म चाहिँ योभन्दा अग्लो छु हो त्यही भएर चाहिँ कोही केटीहरूले चाहिँ अब उसलाई चाहिँ भुलेर पनि झुक्केर पनि मभन्दा अग्लो छ भनेर नसोच्नुहोस् होइन स्पेसली उसको हाइट चाहिँ अग्लो छ भनेर चाहिँ नसोच्नुहोस् किनभने ऊ चाहिँ हेभी पुड्को छ होइन ग्रुपमा सबसेभन्दा पुड्को चाहिँ उही हो अन्त उसको नाम चाहिँ बोना हो अन्त उसलाई केही भन्नु मेरो नाम चाहिँ मेरो नाम त सिपु हो उसको नाम चाहिँ तर त गाइस यहाँको चाहिँ सुट सकिसक्यो होइन अब चाहिँ हामी गइदिएको सबै बोतलहरू यहाँ हालेको छ हामीले हो यसमा सबै बोतलहरू छ अब यो चाहिँ अब हामीले कहाँनिर जब फ्याङ्ने जग्गा जहाँ छ त्यहाँ लगेर फ्याङ्नु छ है यो पनि डुप्लिकेट हो चियापत्ती छ यहाँ लु पिदिउँ न नि पिदिउँ न पिदिउँ हाल्नु ती सुटिरहेको छ यो चाउटा हाल्छ त यहाँनिर भयो जाउँ अर्को गरौँ हाल्नु सो गाइस अब चाहिँ हामी नेक्स्ट डेस्टिनीतिर जाँदैछ पुड्केको चाहिँ आज काम थिएन यो मैले एउटा भ्लग बनाएको छु कि त्यो चाहिँ स्पेसली हाल्नुलाई यसकै लागि मात्रै बनाइदिएको मैले यो चाहिँ यसरी बसिरहेको थियो यहाँनिर यसरी त्यहाँ यहाँसम्म मात्रै उसको पिन हो तर पनि ठिक्कै हटिरहेको थियो ल त गाइस अब नेक्स्ट भ्लगमा भेटौँ र गाइस अहिले भने चाहिँ अब हामी यहाँबाट निस्केको होइन यहाँ कृति बहिनीहरू हिँड्दैछ अगाडि रिभर्स छ अब अर्को ठाउँमा सुट छ यहाँको चाहिँ हाम्रो फाइनली सुट कम्प्लिट भयो इन्स्टाग्राममा गएर हेर्नुहोस् होला है सन्जोग ब्लग्स छ अनि युट्युबमा पनि आउँछ सन्जोग ब्लग्स तपाईँहरूले युट्युबमा हेरिरहनु भएको छ यसमा गएर सर्ट्समा गएर हेर्दा पनि हुन्छ अनि यता चाहिँ अघि फुटेको बोतलहरू चाहिँ हामीले सबै लिएर कलेक्ट गरेर लगेर गएको छ अब यहाँ गाडीमा लगेर चाहिँ अब कहाँनिर फ्याङ्ने ठाउँ छ त्यहाँनिर फ्याङ्ने छौँ है ल त त्यही हो तपाईँहरूले पनि अब मैला कुचेलाहरू जहाँ पायो तिनीहरू फ्याङ्नु होइन आफूले काम उयो गरेपछि खाएपछि हो त्यही हो ल अब चाहिँ लागेको हामी अहिले चाहिँ हामी फेरि तलनिर पनि सुट गरिसकेर हो अब चाहिँ हामी यहाँनिर डेलो फाटाबिनको अलिक अगाडि आइरहेको छ है यहाँनिर खाना खानु अन्त खाना खानु प्लस यहाँनिर एउटा सुट पनि गर्नुपर्ने थियो हो यहीँ खाना खाएकै छ सुट अर्को है एउटा गर्नुपर्ने छ हो आम्बो यहाँ चाहिँ तर गाइस वेदर चाहिँ हेभी चेन्ज हुन्छ यहाँनिर चाहिँ किन भन्नुहोस् त अन्त पानी पर्दैछ अब क्या अघि तल चाहिँ अब एकदम गरम थियो हो बहिनी वेदर कतिको चेन्ज हुन्छ भनिदेऊ न यहाँनिर आमा तिमीले त्यो त स्यामेज दियो त हौ होइन होला हौ है खाना खान्छ हामी यहाँको अब हो भिडियो बनाउनु आउँदिन न र यहाँनिर चाहिँ तपाईँको प्याक रहेछ अन्त हामी चाहिँ अर्को ठाउँ जाँदैछौँ किनभने हाम्रो भिडियो पनि बनाउनु पर्ने हुन्छ नि त अन्त मान्छे बेसी रहेछ हो फेरि अब पब्लिक ठाउँमा अलिक साह्रै पर्छ हामीलाई पनि बनाउनु किनभने अब सबको साउन्ड आउँछ नि त त्यो भएर चाहिँ फेरि अब यहाँ अलिक परनिर अस्ति एउटा दाले भिडियो बनाउनु पनि बोलाउँदै थियो अब त्यही गएकोमा जान लाग्छ खानेको खानु के को टेन्सन हामीलाई खाएको के टेन्सन त्यहाँ त अब खाएको गरे पनि लिँदैन फेरि अप्ठ्यारो हुन्छ नि त फेरि ल अब चाहिँ यहाँ अलिक परनिर जाने हो अन्त एउटा भिडियो पनि बनाउनु पर्ने थियो यसो भिडियो सिडियो बनाएर है ल त चिसो भयो भने तल त गरम छ नि त अन्त फेरि अन्त तल त बेल लाएर आयो फेरि अन्त आमा गुम्सिङ लाग्छ हुन्छ अन्त फेरि होइन तल घाम लागि नै रहेको छ यहाँ मात्रै यस्तो भएको एकछिनमा यहाँ चाहिँ डेलोपट्टि चाहिँ अलिक चिसै हुन्छ मैले यसो त्यहाँको मान्छेहरूले के सोच्यो होला है अचानक उयो गरेर अचानक उयो गर्दा एकछिन ल कहाँनिर हो भने नि त्यसलाई यहाँनिर हो यो अस्ति मलाई भिडियो कल गरि देखाएको नि त किनभने हो अन्त अहिले भने चाहिँ हामी यहाँ अर्कै ठाउँमा आइरहेको छौँ हो अन्त यहाँनिर चाहिँ हामीले बहिनीले त के मगाएको छ तिमीले चिकन नुडल्स है चिकन नुडल्स यो भेज मात्रै खान्छ अहिले हो यो र मैले चाहिँ एक फ्राइड राइस मगाइरहेको छ अनि अब खानुपर्छ त्यहाँनिर यहीँनिर एउटा सुट मैले दादा पनि भनिरहेको छु हो अन्त त्यो गर्ने हो अन्त त्यहाँबाट चाहिँ फेरि तल एउटा पुच्काको पनि छ हो त्यो पुच्काको सकेर चाहिँ त्यहाँबाट चाहिँ घर जानुपर्ने हुन्छ हो त्यही हो अब होइन
पुच्का खानुपर्छ पाउँछ भनेर चाहिँ बहिनी चाहिँ यहाँनिर चाहिँ अब जिन्दगीमा यति खुसी कहिले भएको थिएन होला यति खुसी चाहिँ भइरहेको छ यहाँनिर हो अब होइन होला यति साह्रो त आई लभ पुच्का उसलाई के एक दुई शब्द राखिदिनु छ तिमीलाई यता ओ ओ रिवर्स ब्लग्स ओ एक दुई शब्द बहिनीले के भन्दैछु यहाँनिर केही भन्छ कि भनेर डरले भने जस्तो छ त अन्त हो तर म भन्छु भन्छ तर गाडी सेप्दाखेरि के भएको घटना चाहिँ खासमा काण्ड चाहिँ के भएको खासमा गाडी चेप्दाखेरिको अन्त ऊ त अन्त हेप्पी ड्राइभर म जस्तो त सक्दैन अरूले भन्नु खोज्छ त घरिघरि त अन्त त्यसो चाहिँ नभन्नु होला उसले भर्खर गाडी किनेको होइन एटलिस्ट हामी त चढी पो रहेको छ उसको कन्फिडेन्स लेभल देखेर होइन अरू भए त चढ्थेन है चढ्थेन त ठिकै हो ठिकै हो तिमीलाई के भन्नु छ हामीलाई केही भन्नु छैन अब तिमी दामी कुदाउँछ उसले। दामी कुदाउँछ है डरले उसले डरले भनेको डरले अघि काण्डहरू सुनाइदिउँ है हिजो डाँडाकोमा के हल्ला भएको थियो र अहिले भने चाहिँ हाम्रो फ्राइड राइस पनि आइसकेको छ हो यहाँ बहिनीको चाहिँ एकछिनमा आउँछ अरे अन्त बहिनीले चाहिँ रिभर्सको पनि खाँदैछ हो मलाई थाहा छैन मेरो भाग खान्छ अगाडि थाहा भइसकेको हो भात खान्छ भनेर चाहिँ खाइदिँदैछ रिभर्सको अनि यता चाहिँ असिम चाहिँ भेज हो प्योर भेज हो ऊ चाहिँ यस्तो मात्रै खान्छ हो सब्जीहरू मात्रै अर्ग्यानिक मात्रै उसलाई मुन्टा खसी गट्टाहरू मात्रै मनपर्छ र अब चाहिँ हाम्रो यो लास्ट सुट हुनेछ होइन त्यहाँबाट चाहिँ हामी फेरि अर्कै ठाउँ जानुपर्ने छ र यहाँनिर चाहिँ दादाहरूले चाहिँ है यति मिठो पिज्जा उयो गरिदिनु भएको छ यसको पनि अब भिडियो बनाउनु आँटेको छ हामीले हो यसको पनि दामी एउटा भिडियो आउँदैछ यता असिम ब्लग छ र थ्याङ्क यू सो मच दादा तपाईँको यो लोकेसन बनाइदिनुहोस् न आपका इधरका लोकेसन जो वही लोग आएगा तो ये अपर एज है सोने का तुम बता हाँ ठिक तपाईँ भनिदिनुहोस् न दिदी लु यो यताको लोकेसन तपाईँको अहिले कस्तो के डिसेसहरू छ यहाँनिर भनेर यसमा है लु तपाईँहरूले यहाँनिर हेरेर तपाईँहरूले कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ यहाँनिर डेलो फाटकमा छ है यो डेलो जुन फाटक जाने देख्नु हुँदैछ होला होइन यो उकालोमा र तपाईँहरूले यहाँ चाहिँ अब तपाईँहरूलाई होइन अब गीत सुन्दा पनि भयो गाउँदा पनि भयो होइन सबै एभाइलेबल छ होइन मजा आउँछ हामीलाई त मजा आयो यहाँ दादा दिदीहरूसँग भेटेर होइन र अब यो पनि यसको पनि भिडियो बनिनु आँटेको छ हाम्रो होइन अघि पनि हामी चाहिँ परबाट सुट गरेर आएको तपाईँले अघिको ब्लगमा त हेरिहाल्नु भयो होला होइन कृति बहिनीलाई के भन्नु छ अन्त पिज्जा खान्छु बहिनीले त यस्तो पिज्जा देखेको थिएन होला है अहिलेसम्म अब तिमीलाई चाहिँ के भन्नु छ यता चाहिँ के भन्नु छ ओ यो पिज्जाको नाम चाहिँ भनिदियो त अलिकति एमीलाई थाहै छैन नामै भन न भनेको कस्तो लजाको अब छ्या उसले उसको ब्लगमा मात्रै भन्छ उसले उसको ब्लगमा त हामी उसको जाँदैछौँ फेरि फेरि मात्रै है जाँदा जाँदै चाहिँ हामीले यो खाइ पनि सकिसकेको छ हो र अब चाहिँ हामी जाने तरफ खेल्नुपर्छ मेरो एक दुईवटा फेरि काम पनि छ गएर हो ल त अब आजको भ्लगको अब तपाईँहरूले देखिहाल्नु होला हाम्रो बिहाइन्ड द सिनहरू कस्तो के भयो भनेर होइन त्यही हो अब बिस्तारै अगाडि बढ्दैछौँ तपाईँहरूले सपोर्ट पनि गर्नुहोस् है अन्त यो दोकानमा पनि तपाईँहरू काइन्डली आएर खाइदिनुहोस् एकदम मिठो पाउँदो रहेछ है र कृति पनि लास्टमा केही एक दुई शब्द बोलिराख्थ्यो त भ्लगमा मेरो पिज्जा वाज सो टेस्टी प्लिज डु भिजिट दिस के भन्छ यसलाई कुन चाहिँ उयो रेस्टुरेन्ट हिमालयन क्याफे के छ जस्तो ल त गाइस है ल असिम ब्लग्स सानो लास्टको बिदा गरिदेऊ अब केही भन्नु छैन हाम्रो चाहिँ अब तिम्रो त फर्स्ट टु लास्ट क्यामेरा यसको मुखमा लग्यो भने त केही भन्नु छैन केही त भन्दैन केही त भन्नु छैन केही त बोल्नु छैन भन्छ हो यसकोबाट हामीलाई चाहिँ यहाँनिर चाहिँ अब एकदम राम्रो पनि भयो राम्रो पनि रहेछ हो देखाउनु सिकाउनु पनि सबै पाइँदै रहेछ अन्त यसरी खानु पनि मजाले बसेर हतार छैन हो यहाँ पनि अब के भन्नु पिज्जाहरू पनि सबै दामी पाउँदो रहेछ टेस्टी पाउँदो रहेछ होइन मलाई त खुसी लाग्यो यहाँ खुसी लाग्यो नाच लाज त गर्छ त त पिज्जा खानु पाएर त अन्त नाच्यो त म अन्त नाचेँ नि म ढल्का उयो गीतमा ओ पुर्खे पल्टन भन्नेमा होइन ओ बहिनी पिज्जा खाएर मान्छे बाउलेको देखेको पनि फर्स्ट टाइम बाउलेको हो डिफ्रेन्ट बिट्विन हाइट त पुर्खे त भात्तै म त देख्दा झन् त हौ ला झन् कत्रो आयो मान्छे ल बाई बाई सबैजनालाई